हिजकियलको पुस्तक अध्याय 20। बागी इजरायल। 7औं वर्षको 5औं महिनाको 10औं दिनमा इजरायलका कोही धर्मगुरुहरू परमप्रभुसित सोधपुछ गर्नलाई आएर मेरो सामुन्ने बसे। तब परमप्रभुको यो वचन म कहाँ आयो, हे मानिसको छोरो, इजरायलका धर्मगुरुहरूसँग कुरा गर र तिनीहरूलाई भन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, के तिमीहरू मसित सोधपुछ गर्नलाई आएका छौ? जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिमीहरू मलाई सोधपुछ गर्न पाउने छैनौ। के त तिनीहरूको न्याय गर्नेछस्? हे मानिसको छोरो, के त तिनीहरूको न्याय गर्नेछस्? त्यसो भए तिनीहरूका पिता पुर्खाहरूको घिनलाग्दो व्यवहारको विषयमा तिनीहरूलाई सामना गर र तिनीहरूलाई भन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, जुन दिन मैले इजरायललाई छाने त्यसै दिन याकुबको घरानासित मैले हात उठाएर शपथ खाएँ र मैले आफैलाई तिनीहरूका बीचमा प्रकट गरेँ। मैले हात उठाएर तिनीहरूलाई भने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। त्यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ कि म तिनीहरूलाई मिस्र देशबाट निकालेर मैले तिनीहरूका निम्ति खोजेको देशमा ल्याउनेछु, जुन देशमा दूध र मह बग्छ र जुन देश सबै देशहरू भन्दा सुन्दर छ। अनि मैले तिनीहरूलाई भने, तिमीहरू हरेकले आफ्ना आँखाले देखेका प्यारो वस्तु, ती घिनलाग्दा प्रतिमाहरू हटाओ र मिस्र देशका मूर्तिहरूले आफूलाई बिटलो नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तर तिनीहरू मेरो विरुद्धमा बागी भएर तिनीहरूले मेरा कुरा सुनेनन्। आफ्ना आँखाले देखेका प्यारो वस्तु, ती घिनलाग्दा प्रतिमाहरूलाई तिनीहरूले फालेनन्, न त तिनीहरूले मिस्र देशका मूर्तिहरूलाई त्यागे। यसैले मैले भने कि मिस्र देशमा नै म मेरो क्रोध तिनीहरूमाथि खन्याउनेछु, मेरो रिस पुरै पोखाउनेछु। तर जुन जातिहरूका बीचमा तिनीहरू बसेका थिए र जसका नजरकै सामुन्ने मैले तिनीहरूलाई मिस्र देशबाट निकालेर ल्याई इजरायलीहरूका अघि आफूलाई चिनाएँ, ती जातिहरूका आँखाका सामु मेरो नाउँ अपवित्र नहोस् भनेर आफ्नो नाउँको खातिर मैले यो काम गरेँ। यसै कारण मैले तिनीहरूलाई मिस्र देशबाट निकालेर मरुभूमिमा ल्याएँ। मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू देखाएँ, किनभने जुन मानिसले ती पालन गर्छ तिनैबाट त्यो बाँच्नेछ। त्यस बाहेक तिनीहरूलाई पवित्र पार्ने म परमप्रभु नै हुँ भन्ने कुरा तिनीहरूले जानुन् भनेर तिनीहरू र मेरो बीचमा चिन्हको लागि मैले तिनीहरूलाई सब्बात दिनहरू पनि ठहराइदिएँ। तापनि इजरायलका मानिसहरू मरुभूमिमा मेरो विरुद्धमा बागी भए। तिनीहरू मेरो विधिहरूमा उर्दीहरूमा चलेनन्, तर तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे। यद्यपि ती पालन गर्ने मानिस तिनैबाट बाँच्नेछ। मेरा सब्बातहरूलाई तिनीहरूले एकदमै बिटलो पारे। यसैले मैले भने कि म यही मरुभूमिमा तिनीहरूमाथि मेरो क्रोध पोखाएर तिनीहरूलाई नाश गरिदिनेछु। तर जुन जातिहरूका नजरकै सामुन्ने मैले तिनीहरूलाई निकालेर ल्याएँ, ती जातिहरूका आँखाका सामु मेरो नाउँ अपवित्र नहोस् भनेर मेरो नाउँको खातिर मैले यो काम गरेँ। त्यसबाहेक मैले आफ्नो हात उठाएर मरुभूमिमा तिनीहरूसित यो शपथ खाएँ कि दूध र मह बग्ने देशमा जो सबै देशहरू भन्दा सुन्दर छ, त्यहाँ म तिनीहरूलाई ल्याउने छैन, किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे र मेरा विधिहरूमा चलेनन् र मेरा सब्बातहरूलाई बिटलो पारे। किनकि तिनीहरूका हृदय आफ्ना मूर्तिहरूको भक्ति गर्न लागेका थिए। तापनि मैले दया गरेर तिनीहरूलाई मरुभूमिमा सर्वनाश गरिन अथवा तिमीहरूको पुरै अन्त गरिन। मैले मरुभूमिमा तिनीहरूका छोराछोरीहरूलाई भने, तिमीहरू आफ्ना पिता पुर्खाहरूका धार्मिक विधानहरूमा नहिँड अथवा तिनीहरूका नियमहरू नमान वा तिनीहरूका मूर्तिहरूले तिमीहरू आफैलाई बिटलो नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मेरा विधिहरूमा हिँड र मेरा नियमहरू पालन गर्नलाई होसियारी हौ। मेरा सब्बातहरू पवित्र राख र ती मेरो र तिमीहरूका बीचमा चिन्ह हुन्। तब
तिमीहरूले म नै परमप्रभु तिमीहरूका परमेश्वर हुँ भनी जान्नेछौ। तर ती छोराछोरीहरू मेरो विरुद्धमा बागी भए, तिनीहरू मेरो उर्दीहरूमा हिँडेनन् र मेरा व्यवस्थाहरू पालन गर्नलाई होसियार भएनन्। यद्यपि ती पालन गर्नाले मानिस तिनैबाट बाँच्नेछ र तिनीहरूले मेरा सब्बातहरूलाई बिटलो पारे। यसैले मैले भने कि मरुभूमिमा म मेरो क्रोध तिनीहरूमाथि पोखाउनेछु, मेरो रिस तिनीहरूका विरुद्धमा खन्याउनेछु। तर मैले मेरो हात रोकेर जुन जातिहरूका नजरकै सामुन्ने मैले तिनीहरूलाई निकालेर ल्याएँ, ती जातिहरूका आँखाका सामु मेरो नाउँ अपवित्र नहोस् भनेर मेरो नाउँको खातिर मैले यो काम गरेँ। त्यसबाहेक मरुभूमिमा मैले यस्तो शपथ खाएँ कि म तिनीहरूलाई जाति जातिहरूका बीचमा यत्रतत्र पार्नेछु र देश देशमा तिनीहरूलाई तितर बितर पार्नेछु, किनभने तिनीहरूले मेरा नियमहरू मानेनन् र मेरा विधिहरू इन्कार गरेर मेरा सब्बातहरूलाई बिटलो पारे। तिनीहरूका नजर आफ्ना पिता पुर्खाहरूका मूर्तिहरूमा मोहित भए। मैले तिनीहरूलाई यस्ता धार्मिक विधानहरू पनि दिएँ जो असल थिएनन् र यस्ता नियमहरू दिएँ जसद्वारा तिनीहरू बाँच्न सक्ने थिएनन्। मैले तिनीहरूलाई आफ्ना उपहारहरूद्वारा बिटलो हुन दिएँ, अर्थात् पहिले जन्मिएको हरेकको बलिदानद्वारा, र तिनीहरू भयभीत हौन् ताकि तिनीहरूले म परमप्रभु हुँ भनी जानुन्। यसकारण हे मानिसको छोरो, इजरायलका मानिसहरूसँग कुरा गर र तिनीहरूलाई भन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, मलाई त्यागेर तिमीहरूका पिता पुर्खाले मेरो निन्दा गरे। जब मैले शपथ खाएर तिनीहरूलाई दिन्छु भनेको देशमा तिनीहरूलाई ल्याएँ, तब जहाँ जहाँ तिनीहरूले कुनै अल्गो डाँडा वा कुनै झ्याम्म पातहरू भएको रुख देखे, त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए र मलाई रिस उठ्ने तिनीहरूका भेटी चढाए। त्यहाँ तिनीहरूले आफ्ना सुगन्धित बास्ना आउने धूप बाले र आफ्ना अर्ध बलि चढाए। तब मैले तिनीहरूलाई सोधेँ, तिमीहरू जाने गरेको अल्गो ठाउँ के हो? आजको दिनसम्म पनि त्यो ठाउँ बामा भनिन्छ। यसै कारण इजरायलको घरानालाई भन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, के तिमीहरू पनि आफ्ना पिता पुर्खाहरूका चाल अनुसार हिँडेर आफैलाई बिटलो पार्छौ र तिमीहरूका घिनलाग्दा मूर्तिहरूका काम वासनाले मोहित हुन्छौ? जब तिमीहरू आफ्ना उपहारहरू चढाउँछौ, अर्थात् आफ्ना छोराहरू आगोमा चढाउने बलिदानहरू, तब आजको दिनसम्म पनि आफ्ना सबै मूर्तिहरूले तिमीहरू आफैलाई बिटलो पार्दछौ। हे इजरायलको घराना, के तिमीहरूलाई मसँग सोधपुछ गर्न दिनु र? परमप्रभु परमेश्वर भन्नुहुन्छ, जस्तो म जीवित छु तिमीहरूले मलाई सोधपुछ गर्न पाउने छैनौ। तिमीहरू भन्छौ, हामीहरू अरू जातिहरू जस्तै हुन चाहन्छौ, संसारका मानिसहरू जस्तै जो काठ र ढुङ्गाहरूलाई पुज्छन्, तर तिमीहरूका मनको कुरा पूरा हुने छैन। जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, शक्तिशाली हात र पसारेको पाखुराद्वारा क्रोध खन्याउँदै म तिमीहरूमाथि राज्य गर्नेछु। म तिमीहरूलाई शक्तिशाली हात र पसारेको पाखुराद्वारा क्रोध खन्याउँदै जाति जातिहरूका बीचबाट निकालेर ल्याउनेछु र तिमीहरू छरपष्ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु। म तिमीहरूलाई जाति जातिहरूको मरुभूमिमा ल्याउनेछु र त्यहाँ तिनीहरूकै सामुन्ने तिमीहरूको न्याय गर्नेछु। जसरी मिश्र देशको मरुभूमिमा मैले तिमीहरूका पिता पुर्खाहरूको न्याय गरेको थिएँ, त्यसरी नै तिमीहरूको न्याय म गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। म तिमीहरूलाई मेरो टाङ्गो मुनि छिर्न लाउनेछु र एक एक गरी गन्तीसित तिमीहरूलाई करारको बन्धनमा ल्याउनेछु। तिमीहरू मध्येका विद्रोह गर्नेहरू र मेरो विरुद्धमा अपराध गर्नेहरूलाई म अलग गर्नेछु। तिनीहरू प्रवासी भएर बसेको देशबाट म तिनीहरूलाई निकालेर ल्याउनेछु, तापनि तिनीहरू इजरायलको देशमा पस्न पाउने छैनन्। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ। हे इजरायलका घराना, परमप्रभु परमेश्वर तिमीहरूलाई यसो भन्नुहुन्छ, जाओ, तिमीहरू हरेकले आफ्नो मूर्तिहरूलाई पूज, तर तिमीहरूले निश्चय नै मेरो कुरा पछि सुन्नेछौ र तिमीहरूले मेरो पवित्र नाउँलाई आफ्ना उपहारहरू र मूर्तिहरूले फेरि कहिले अपवित्र गर्ने छैनौ। किनकि परमप्रभु परमेश्वर भन्नुहुन्छ, यस देशमा इजरायलका जम्मै घरानाले मेरो पवित्र पर्वत इजरायलको अल्गो पर्वतमा
मेरो सेवा गर्नेछन् र त्यहाँ म तिनीहरूलाई ग्रहण गर्नेछु। त्यही नै म तिनीहरूका भेटीहरू, तिमीहरूका सबैभन्दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र बलिदानहरू समेत म चाहनेछु। जब म तिमीहरूलाई जाति जातिहरूबाट निकालेर ल्याउनेछु र तिमीहरू छरपष्ट भएका देशहरूबाट भेला गराउनेछु, तब तिमीहरूलाई बास्ना आउने धूप चाहिँ ग्रहण गर्नेछु र जाति जातिहरूका दृष्टिमा तिमीहरूका बीचमा म आफैलाई पवित्र प्रकट गर्नेछु। जब म तिमीहरूलाई इजरायलका देशमा ल्याउनेछु, जुन देश दिनलाई मैले मेरो हात उचालेर तिमीहरूका पिता पुर्खाहरूसित शपथ खाएको थिएँ, तब तिमीहरूले म नै परम प्रभु हुँ भन्ने जान्नेछौ। तिमीहरूका जुन चालचलन र क्रियाकलापद्वारा तिमीहरू बिटलो भएका थियौ, ती तिमीहरूले त्यहाँ सम्झना गर्नेछौ र तिमीहरूले गरेका सबै दुष्टाइहरूका निम्ति तिमीहरू आफैले आफैलाई घृणा गर्नेछौ। हे इजरायलका घरना, तिमीहरूका दुष्ट चाल र तिमीहरूका भ्रष्टाचार अनुसार होइन, तर मेरो नाउँको खातिर म जब तिमीहरूसित व्यवहार गर्नेछु, तब तिमीहरूले म नै परम प्रभु हुँ भन्ने जान्नेछौ। परम प्रभु परमेश्वर भन्नुहुन्छ। परम प्रभुको यो वचन म कहाँ आयो, हे मानिसको छोरो, तेरो मोहडा दक्षिण दिशातिर फर्काएर दक्षिणको विरुद्धमा प्रचार गर र वनले भरिएको दक्षिण देशको विरुद्धमा अगमबाणी भन। दक्षिण देशको वनलाई भन, परम प्रभुको वचन सुन। परम प्रभु परमेश्वर यसो भन्नुहुन्छ, म तमा आगो सल्काउन लागेको छु र तेरा हरिया रुखहरू र सुकेका रुखहरूलाई त्यसले बसमा पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्ने छैन र त्यसद्वारा दक्षिणदेखि उत्तरसम्म हरेकको मुख डढ्नेछ। म परम प्रभुले नै त्यो सल्काएको हुँ भनी हरेकले देख्नेछ, त्यो निभ्ने छैन। तब मैले भने, हे परम प्रभु परमेश्वर, तिनीहरूले त मलाई यसो भन्नेछन्, त्यसले त उखानहरू मात्र भनिरहेको छ होइन र?